राति 11 बजे सानी छोरीलाई काखमा राखेर साइकलमा सामान डेलिभरी गर्दै एक व्यक्ति। सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसले सामाजिक सञ्जाल प्रयोग गर्ने लाखौं मानिसको मन छोएको छ। रातको समय थियो, सडकमा सवारी साधनको चहल पहल निकै कम देखिन्थ्यो। त्यही बेला खाना डेलिभरी गर्ने एक पुरुष आफ्नो साइकलमा अर्डर पुर्याउँदै गन्तव्यतर्फ अघि बढिरहेका थिए। साइकलको पछाडितर्फ खाना डेलिभरीको ठूलो झोला बाँधेको थियो भने अगाडि ह्यान्डल नजिकै आफ्नी सानी छोरीलाई काखमा सुरक्षित राखेर उनी साइकल चलाइरहेका थिए। यो दृश्य देखेपछि कारमा यात्रा गरिरहेका एक व्यक्तिलाई अचम्म लाग्यो। एक गाडी रोकेर ती डेलिभरी बोयसँग कुरा गर्न थाले। उनले सोधे, ती सानी बच्चालाई किन साथमा लिएर हिँडेको, घरमा छोडेर आउन सक्नुहुन्न? यो प्रश्न सुनेपछि ती बुबा केही क्षण मौन भए। उनको अनुहारमा दिनभरको थकान स्पष्ट देखिन्थ्यो, तर आँखामा आफ्नी छोरी प्रतिको अथाह माया झल्किरहेको थियो। केही बेरपछि उनले शान्त स्वरमा भने, यो मेरी छोरी हो, म यसलाई साथमा लिएर हिँड्छु किनकि यो संसारमा मेरो यही एउटा सहारा हो र यसको पनि म बाहेक कोही छैन। यति भनेर उनी केही क्षण रोकिए। त्यसपछि उनले भावुक हुँदै भने, यसकी आमाले यसलाई जन्म दिएको केही समयपछि नै हामीलाई छोडेर गइन्। त्यस यता यो सानी छोरीको संसार पनि म नै हुँ र मेरो संसार पनि यही हो। घरमा यसलाई हेर्ने कोही छैन। यदि म यसलाई एक्लै छोडेर काममा निस्के भने कसले यसको हेरचाह गर्छ र? अनि यदि म काम नगरी घरमै बसे भने हाम्रो गुजारा कसरी चल्छ? त्यसैले बाध्य भएर म जहाँ जान्छु यसलाई पनि काखमै बोकेर सँगै लिएर हिँड्छु। उनका यी शब्द सुन्दा साथ त्यहाँ उभिएका व्यक्ति केही क्षण निशब्द भए। भिडियो खिच्ने व्यक्तिको पनि आँखा रसायो। सानी छोरी भने आफ्ना बुवाको काखमा शान्त रूपमा टोलाइरहेकी थिइन्। उनलाई सायद जीवनका कठिन सङ्घर्षहरूको अर्थ अझै थाहा थिएन, तर उनलाई आफ्ना बुवाको काख नै सबैभन्दा सुरक्षित स्थान थियो। सामाजिक सञ्जालमा यो भिडियो सार्वजनिक भएपछि लाखौं मानिस भावुक बनेका छन्। धेरैले लेखेका छन्, यही हो साँचो बुवाको माया। कसैले भने बुवाले आफै दुःख सहन्छन् तर सन्तानलाई दुःखको आभास पनि हुन दिँदैनन् भनेका छन्। अर्कोले लेखेका छन्, हामी साना साना कुरामा जीवनसँगै गुनासो गरिरहेका हुन्छौँ, तर कतै एउटा बुवा आफ्नी सानी छोरीलाई काखमा च्यापेर रातभर साइकल चलाउँदै परिवार बचाइरहेका हुन्छन्। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ती बुवालाई सहयोग गर्नुपर्ने माग समेत गरेका छन्। यी उक्त भिडियोले फेरि एकपटक सम्झाइदिएको छ कि संसारमा सबैको जीवन समान हुँदैन। कसैले सुविधाको खोजी गरिरहेको हुन्छन् भने कसैले आफ्नो सन्तानको भविष्य बनाउन दिनरात सङ्घर्ष गरिरहेका हुन्छन्। एउटा बुवाले आफ्ना सबै सपना त्यागेर आफ्नो सन्तानको सपनामा बाँचिरहेका हुन्छन्। उनीसँग महँगो सवारी छैन, ठुलो छैन, धन सम्पत्ति पनि छैन, तर उनीसँग आफ्नी छोरी प्रतिको असीम माया, जिम्मेवारी र कहिले हार नमान्ने साहस छ। घटना भने भारतको हो। ताजा अपडेटका लागि हामीलाई फलो गर्नुहोला।